माई च्यानल। सो आज चाहिँ डे 4 द लास्ट एक्टिभिटी युएटीको लास्ट एक्टिभिटी रहेको छ हाम्रो। अनि सो हामी चाहिँ ब्रेकफास्ट खाइसकेर अब हामी ग्यादर हुँदैछौँ। सो टिम प्रिपेयर हुँदैछ। अनि आज चाहिँ वेदर देख्न सक्नुहुन्छ। आज चाहिँ वेदर चाहिँ पक्का रेनी रहेको छ, 90% रेन। सो त्यही हो आज चाहिँ। अनि हामी चाहिँ अब टिमहरू ग्यादर हुँदै हुनुहुन्छ। सो वन्स सबैजना आइसकेपछि हामी चाहिँ मिनी बसमा चढेर चाहिँ हाम्रो हिल वाकिङको स्टार्टिङ पोइन्टसम्म जान्छौँ। त्यहाँदेखि चाहिँ हाम्रो हिल वाकिङ स्टार्ट हुन्छ। अनि सो हजुरहरूलाई चाहिँ म अहिले बेसी ठाउँको ठाउँ चाहिँ बनाउनु बन्द गरौँ। यस्तो हालेर हुन त उनीहरू पुरै माथि अलिकति भनेको त्यो पनि पर्मिटेनलाई होइन। हामी जाने रुट गुर्जी उता यही होला नि पनि। हामी जाने रुट चाहिँ राइटपट्टि लाग्ने होइन। Yeah. There is no chance of getting finished, but there is some chances. However, the vlogger, you know about the vlogger. ठिकै छ चाहिँ कसरीबाटै बिचराहरूलाई कति जाडो भएर होला पानी यहाँ है। ओहो यतातिरको डाँडाहरू हेर्नु न, त्यो भेडाहरू कुनै पनि एङ्गलबाट यो भिड कोही र जान जस्तो छ त होइन नि त है। उसले पनि एकछिन चाहियो नि त। त्यस्तै गर्नु पर्यो भने भोलि मान्छेले अलि नजिक आउनुपर्छ। हामी हिँड्दै निकै माथि कति 5 किलोमिटर हिँड्यो 5 किलोमिटर लगभग अलमोस्ट 5 किलोमिटर माथि आइपुग्दा चाहिँ यस्तो भ्यू देख्न सक्नुहुन्छ तल चाहिँ। सो बाटो चाहिँ सजिलो राम्रो देखे पनि एकदम उकालोमा अलिकति सेस पर्ने खालको रहेछ। गाडी अगाडि पुगिसक्नु भएको छ। हामी फोटो भिडियो गर्दा पछि सो बवाल अहिलेसम्म रमाइलो भएर पानी रोकिएको छ। अहिले चाहिँ त्यही हो। ल प्लिज नमस्कार सबैजनालाई, तपाईँहरूलाई स्वागत छ मेरो भाइको ब्लगमा।
This is called the view, guys, हैन यस्तो दामी Oh my gosh. देख्न सक्नुहुन्छ यहाँ चाहिँ के यो पोखरी हो क्या माथि सक्यो यहाँ त फनाना घट्टा रहेछ त्यहाँ त हैन के भन्छ यसलाई के को हो भन्नुपर्छ चाहिँ सब काठको बनाएको छ यहाँ चाहिँ हैन आर्ट ओह्रालोमा आउँदै हुनुहुन्छ सो हाफ अफ हाम्रो इन्स्ट्रक्टर गुरुजीहरू अनि साफहरू चाहिँ अगाडि गइसक्नु भएको छ सो एभ्रिवेयर केबल कार यहाँ केबल कार देख्न सक्नुहुन्छ हाम्रो अगाडि विशाल गुरुजी सिक्किम मसिङ गुरुजी सन्दीप गुरुजी निराजन गुरुजी यो गुरुजी रमाइलो भइरहेछ या गुरुजी A1 फेरि हाम्रो त फेरि ब्लग पनि A1 रुट पनि A1 नाइस वान मान्छे पनि नाइस वान हैन गुरुजी जम हुँदैछ बबाल जस वेदरले च्यालेन्ज गरेको अवस्था तर निराजन गुरुजीको जोस बेग्लै छ फेरि यहाँ हाम्रो गुरुजीको जोसमा हिँड्दै हुनुहुन्छ त्यस्तै छ माथि चाहिँ आउँदा चाहिँ यहाँ टपमा चाहिँ सो क्लियर देख्न सक्नुहुन्छ मेरो ग्रुपबाट एकदम माथि पुगिसक्नु भएको छ बबाल देखिरहेको छु मैले चाहिँ ओहो यहाँ चाहिँ स्टिल बार लागेको छ तर यहाँ चाहिँ सिधै डरलाग्दो ठाउँ छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ क्लाउड स्टिल छ ल जानुस् लौडा छ ल खिदिनु ल चकारै हान्यो हामीलाई के बा चक्का भनिदिनु चका त अब के गर्नु अब हामी चाहिँ ओरेन्ज ग्याङ फेरि ओरेन्ज ग्याङ सबैलाई फेरि ओरेन्ज एक दुईजना मात्रै हो नन ओरेन्ज सबै ओरेन्ज हुनुहुन्छ अस्ति जाने भन्छ कहाँ जाने थाहा छैन शेष भयो स्टिल टप आइपुगेको छैन एउटा मात्रै त्यो मेसेज गर्नु पऱ्योमा बक्स गर्नु पऱ्यो थर्दैन लास्ट में सो यहाँ चाहिँ देउराली डाँडा रहेछ यहाँ चाहिँ ढुङ्गा उठाउने काम भइरहेको हाम्रो सापको अरूले गर्छ नि यहाँनिर मैले त्यो फाउन्डेसन एउटा राखिदिएको नि या नाइस ट्रान्सफर गर्ने नगर्ने गरिहाल्नु सक्छ यो पहिला भएकोमा जाने बुझ्यो हजुर राख्ने
या मजा आयो होइन विशाल गुरुजी हामी चाहिँ अलमोस्ट टपमा आइसक्यो टप होइन गुरुजी अलमोस्ट देयर अब टप हिल आउनु लाग्यो सो टप हिल पुगेपछि चाहिँ हामी चाहिँ फेरि ब्याक टु डाउन त्यसपछि हामी ब्याक हुन्छौँ अल द वे डाउन 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 एन्ड डाउन जिन्दगीमा यस्तो बाटो हिँड्दै गर्दा पनि धेरै कुराहरूको याद आउने क्या दुःख सुख केही समयको लागि बिर्सिन्छौँ हामीहरूले बत्तै हो लाइफमा रमाउनु सिक्नुपर्छ इन्जोय गर्नुपर्छ एभ्री मोमेन्ट किनकि त्यो टाइमहरू आउँदैन फर्केर एउटा मेमोरी हुन्छ जुन कुरा पनि फर्स्ट टाइम गर्दाखेरि फर्स्ट एक्सपिरियन्स एन्ड मेमोरीहरू हुन्छ थुप्रै जुन ठाउँ गए पनि त्यो ठाउँलाई हामीले मिस गर्छौँ तर त्यो ठाउँमा फेरि फर्केर कतिपय ठाउँमा जानु सकिन्न सो अन यो ठाउँ पनि अब फेरि आउँछ भन्न सकिँदैन आउँदिनँ भन्न पनि सकिँदैन किनकि जिन्दगीको मोडले चाहिँ कता कता डोराउँछ त्यता जानुपर्ने हुन्छ त्यही हो हामी चाहिँ अलमोस्ट टपमा आइसक्यो अब दिस इज द टप भ्यू है हजुरले देख्न सक्नुहुन्छ यहाँदेखि तल चाहिँ यस्तो डेन्जर रहेछ है सबैजना चाहिँ अब लन्च स्टार्ट भयो हाम्रो चाहिँ अब चाहिँ हामी टपमा आइसकेर फेरि फर्किँदैछौँ अब हामी बेसीतिर झर्ने होइन जस्ट आज रमाइलो भयो फोर्थिटै भयो हामी चाहिँ टप चाहिँ यही हो यहाँदेखि चाहिँ हामी अब फेरि ओह्रालो बेसीतिर लागिन्छ होइन गुरुजी बेसीतिर लाग्ने हो चट्ट लगाएर अनि हाइट फोबिया गुरुजीलाई हो सन्दीप गुरुजी हजुरलाई हाइट फोबिया हुन्छ गुरुजी सो किप राइट अहिले चाहिँ हामी ओह्रालो झर्दैछौँ सबैजना अगाडि म पछाडि भिडियोको लागि पछाडि बसेको सो त्यही हो बबाले थियो भ्यू अनि अनफर्चुनेटली वेदरले गर्दा चाहिँ यहाँनिर चाहिँ अलिकति दिएन भ्यूको लागि चाहिँ तर पनि बक्का बबाल इन्जोय गर्यो अनि यस्तै छ आइ एम ह्याप्पी नाउ किनभने म खुसी छु अहिले चाहिँ त्यही हो कहिले दुःखी कहिले खुसी हुन्छ मान्छे तर म आइ एम भेरी ह्याप्पी मैले चाहिँ मेरो त्यहाँ डाँडामा टपमा गएर चाहिँ मेरो आफ्नो मनपर्ने मान्छेसँग बोलेँ त्यही छ अब बोल्नु पाएँ अब यस्तै छ माया गरेको मान्छेलाई माया नै गरिन्छ नि त जहाँ भयो नि मिस गरिन्छ त्यसमा मैले पनि धेरै मिस गरिरहेको थिएँ उसलाई धेरै माया गर्छु मेरो मायालुलाई मिस यु यो तिम्रो लागि हो यो भिडियो चाहिँ स्पेसल्ली मेरो मायालु सो दिस वे यो बाटो होला हामी जाने हामी फर्किने चाहिँ बोर्ड चाहिँ हुन्छ त्यही हामी त्यही आएको स्टेसन त्यही त हो नि स्टेसनै लेखेको छ सब यहाँनिर चाहिँ हेरेर पनि थाहा हुन्छ तर यहाँनिर चाहिँ अलरेडी डाइरेक्सनहरू बोर्डहरू छ देख्न सकिन्छ सो हाम्रो एगेन निराजन गुरुजी इन्जोय गर्दै हुनुहुन्छ आफ्नै ओन गीतमा र यो मौसमै त्यस्तो छ नि त होइन गुरुजी त्यही हो मैले देखेको छु गुरुजी हेली देख्नु सक्नुहुन्छ या गुरुजी यत्रो टाढोको पनि हेली देख्यो हामीले चाहिँ सबैको आँखा चाहिँ कमजोर नरहेछ सो अघिको हेली चाहिँ त्यहाँ आइपुगेको रहेछ होइन स्टार्टिङ पोइन्ट अलरेडी सिन या हल्ला न रुख
Whee!